हेलो गुड मर्निङ गाइस। आजको मौसम चाहिँ भेरी नाइस। वाउ हेर्नुहोस् गाइस, आजको मौसम यस्तो राम्रो छ। टक्कै एक हप्ता पानी पर्यो, बुधबारदेखि पानी परेको हो। आज बुधबारबाट छर्लङ्गै भयो। हिजोसम्म सबै सामानहरू कुहेर केही भएको थिएन। आज चाहिँ दामी घाम लाग्यो गाइस। हेर्नुहोस् आजको शुभ आजको बिहानको नाम्ची बजार हेर्नु, सिक्किमको नाम्ची बजार गाइस। यस्तो दामी मौसम भएको छ आज चाहिँ गाइस। आज चाहिँ यस्तो दामी घाम लागेको छ, म चाहिँ खुसीले गदगद भइरहेको छु। हेर्नुहोस् गाइस, दामी घाम लागेको छ गाइस। हेर्नुहोस् हाम्रो रोड पनि यति साह्रो सफा छ कि हाम्रो सिन्तामको रोड चाहिँ नाम्ची बजारको रोड भन्दा दामी छ गाइस। एउटा टुटेको छैन रोड। हेर्नुहोस् अलिकति वरिपरि झार मात्रै पर्ला छ पानी बेसी परेकोले गर्दा। गर हाम्रो कान्छा त जग्गी उठ्नु भएछ, म त उठेन होला। चिन्टुले गुड मर्निङ। वाउ झन् यहाँबाट दामी देख्दै भ्युज त। अस्ति हामीले फुल रोप्यो गाइस, जागी पनि सकेछ। गुड मर्निङ दाजु, गुड मर्निङ। वाउ दसैँ आएको छ त अरे। यो चाहिँ हाम्रो कान्छा दाजु घर हो। यस्तो राम्रो चाहिँ घाम लागेर खुसी भएको थियो गाइस। हेर्नुहोस् है नाम्ची बजार यस्तो क्लिन देखेछ आज चाहिँ। आजको मौसम भन्छ साँच्ची नै दिल छुने खालको मौसम भयो नि गाइस। हेर्नुहोस् है दसैँको सम्झना ल्याउँदैछ नि हो यस्तो उज्यालोहरूले त गाइस। अस्ति हामीले रोपेको फुल चाहिँ दामी जागेछ है। हेर्नुहोस् है अब दसैँ दिवालीमा दामी फुल्छ, तर म त हुँदिनँ यो फुल फुल्दाखेरि। अब मेरो जाने बेला हुनु लाग्यो आफ्नो कामतिर, अनि अलिक घुमिराखेको नि आज घाम लागिदिन्छ गाइस। हाम्रो भाउजू उठ्नु भएको छैन क्या हो कि उठेर पनि जानुभयो कता। आइज उता जाउँ, आइज निन्जा, आइज जाउँ ओह्रालो जाउँ, घर जाउँ। आइज दुईजना बजे के भुकिरहेको तिमी चाहिँ? कुरोहरू पनि के छ र घुमे। ए अस्ति रोपेको फुल गाइस दामी भएको छ दामी। इस्कुसले पनि फलिसकेछ। हेर्नुहोस् गाइस यो इस्कुसले कम्ती फलेन, कम्ती खाएन इस्कुसको सब। हेर्नुहोस् गाइस इस्कुस दामी फलेको छ। इस्कुस चाहिँ यस्तो फलेको छ गाइस। हेर्नुहोस् है आज चाहिँ मेरो बिहानै भिजिटमा जाने काम परेर गाइस घुम्दैछु बिहानै। आज म 4 बजी उठेको गाइस। फेरि 4 बजे घाम लागेको थिएन चाहिँ भिडियो नबनाएको, अहिले बनाएको भर्खर गाइस। यता चाहिँ फेरि यति राम्रो छ यो चाहिँ। यहाँदेखि उता चाहिँ किताब मल्लीहरू जान्छ, यहाँदेखि उता चाहिँ फेरि उता पारिपट्टि चाहिँ वेस्ट बेङ्गल गाइस। नाम्ची बजारको हस्पिटल हो यो, नाम्चीको हस्पिटल हो गाइस यो। देख्दै गरेको नयाँ बनेको हस्पिटल दामी छ यो हस्पिटलमा छ गाइस। सब फेसिलिटी छ यो हस्पिटलमा चाहिँ। हेर्नुहोस् नाम्ची बजार गाइस। मेरो भिडियोलाई चाहिँ मन पर्यो भने तपाईहरूले लाइक सब्सक्राइब गरिदिनुहोस् होला, अनि सेयर पनि गरिदिनुहोस् होला गाइस। मेरो भिडियोलाई धेरै माया गरिदिनुहोस् होला। धेरै दिनपछि मैले भिडियो बनाएको छु हो। आजको मौसम राम्रो थियो र चाहिँ तपाईँहरूलाई पनि बिहानैको मौसम देखाइदिएको। कतिजना त उठ्नु भएको पनि छैन होला। हेर्नुहोस् हाम्रो पेउले चिन्टु भाइ चाहिँ फेरि जहाँ जान्छ त्यतै जान्छ नि त, उठ्छ छिट्टो। चिन्टु 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 कहाँ जानु भएको? ल जा घर। फेरि तल्लो घर भिजिटमा नानाहरूकोमा पनि जान्छ नि त पिछे तेरी मितुवा भन्छ पनि पिछे हिँडेर अघि निन्छ पैसा तर घर। मेरो यो भिडियो चाहिँ सबैसम्म पुऱ्याइदिनु होला। 6 अगस्तको भिडियो मेरो बिहानै उठ्नु भयो। गुड मर्निङ।
दाजु गुड मर्निङ। यहाँ चाहिँ दाजुहरूको घर हो। दामी आयो, दामी दामी दामी।